आज दिनभरि के गयो मैले त हेरम गाइज। वेलकम टु माई मिनी ब्लग। आज बिहान उठेर ब्रस गएँ होइन, किनभने गएकोमा नि सेन्सेले छिटै बोलाउनु भएको थियो 8:55 अनि 7 बजे उठेर नुहा सुहाएर रेडी भएर गएकोतिर लागेँ म। अनि गोल्डन विक पछि म बाहिर निस्केँ, धेरै दिन पछि जस्तो जेलबाट बाहिर जस्तो फिल भइरहेको थियो। अनि क्या रमाइलो एकदम फिल भएर म त खुसी भएँ। कहाँ जेलबाट बाहिर निस्केँ जस्तो फिल भइरहेको थियो। अनि छिटै हटाएमै निस्क्यो होइन। अनि रेड लाइट मलाई अड्काइदियो। त्यहाँबाट निस्किसकेपछि ट्रेनतिर लागेँ म। अनि ट्रेन जानुभन्दा अघि यहाँ जुस पसल थियो, क्या रमाइलो देखिरहेको थियो। जुस किन जस्तै फिल भएको थियो तर पैसै थिएन। अनि ट्रेनतिर लागेँ मैले। ट्रेनमा बसेर मस्त रमाइलो गर्दै गएकोतिर लागेँ। अनि गएको जाँदै गएकोनिर पुग्यो होइन। अनि गएको मेरो अगाडि यहाँ जुसको पसल दिएको थियो, यसमा बियर पनि पाइरहेको छ। खाइदिउँ कि क्या जस्तो फिल भइरहेको थियो तर नखाम। अनि सेन्सैले भन्नुभयो कि ब्याङ्क अकाउन्ट बनाउन जाऊँ न भनेर। अनि गएपछि फर्म फिलअप भयो। फर्म फिलअप भएर एकछिन क्लासमा गएँ मैले। क्लास मेरो यस्तै हो, हेर्न सक्नुहुन्छ तपाईँले। अनि टाइम सकिसक्यो, हाङको लिएर हामी ब्याङ्कतिर लाग्यौँ सेन्सैहरूसँग। अनि ब्याङ्कमा पुगेँ। ब्याङ्कमा पुगिसकेपछि हामीले ब्याङ्क कार्डहरू बनाएँ। अनि त्यहाँ एकछिन साइलेन्ट बस्नुपर्छ। साइलेन्ट बसेर 1 घन्टा जति गर्नु पऱ्यो। कस्तो बोर भएको म त त्यहाँ। अनि ब्याङ्क कार्ड पनि बन्यो एकछिन पछि। अनि त्यहाँबाट निस्क्यौँ हामी। ब्याङ्क बनाएर भोक पनि लागेको थियो। अनि भाइलाई मैले मेसेज गरेको थिएँ। अनि भाइ आएर खाना किनिदियो मलाई। खानालाई यही बर्गर अनि जुसहरू। अनि भाइ र म यहाँ रोड साइडमा बसेर खाना खाएँ। त्यसपछि फोहोरहरू यताउति फाल्नु हुँदैन। अनि प्लास्टिकमा हालेर म रुममै त्यो फोहोर लगेँ। रुम लग्नुभन्दा पहिला फेरि अब गएकोबाट घरतिर आउन लागेको थियो। घरतिर आउने बेला यस्तो रमाइलो भ्यू थियो। एकछिन ट्राफिक जाममा अड्केको थियो। अनि हराइदिउँ न तपाईँलाई। अनि यस्तै हो हाम्रो जाने बाटोको भ्यू, क्या बवाल छ। साइकलहरू छ, गाडी क्या स्पिड चलिरहेको छ। एकछिन ट्राफिक जाम खुल्ने वेट गरिरहेको थियो। अनि खुल्यो बल्ल। अनि म त रुमतिर लागेँ उता। यस्तो हो, जस्तै ट्राफिकमा पुग्नुभयो भने कसरी पास गर्छ भने त्यहाँ दिएको हुन्छ। पिज्जा हन्ट पनि छ यहाँ। मस्त रमाइलो गरेर म त जेलबाट निस्केँ जस्तो फिल भइरहेको थियो नि। मस्त मौज गर्दै रुमतिर गएँ एक्लै। अनि एक्लै जाँदा होइन के सोचिरहेको थिएँ कि अब एक्लै सर्भाइभ गर्नुपर्छ। यहाँ त कस्तो के हुन्छ होइन। त्यही गर्दै रुमतिर पनि पुगेँ। अनि पुगिसकेपछि यही हो, रमाइलो भ्यू छ। तपाईँ ब्याङ्क बनाउन गएको थियो, ब्याङ्क बनाउन कार्ड अनि बनाएँ आज बल्ल बनेको हो धेरै दिन पछि। रमाइलो गरेँ। आजको लागि यति हो ल गाइज। फलो गरिदिनु। अनि राम्रो लाग्छ भिडियो भने कमेन्ट पनि गरिदिनु। लभ यु गाइज, टाटा।